न तपाईँसँग वडा अध्यक्ष हुनुहुन्छ, न चाहिँ केन्द्रमा अथवा प्रदेशमा तपाईँको पार्टी नै नभएपछि तपाईँसँग सरकार हुन्छ। तपाईँलाई फेभर गर्नुपर्ने कारण हुँदैन। देश बनोस् भनेर राजनीति गर्ने मान्छेहरू छैनन् यहाँ। आफू कसरी बन्ने भनेर राजनीति गर्नेहरूको हुलमा तपाईँका योजनाहरूलाई सफल होइन फेल पार्नका लागि एउटा हस्ताक्षर नै 5 वर्ष नदिएर तपाईँलाई जित्नु भए पनि फेल पार्न सकिने सम्मका कामहरू हुन सक्छन्। इन्स्टेड कुनै राजनीतिक दलभित्र आबद्ध भएर तपाईँले यिनै योजनाहरू बनाउन सक्नु भएको भए तपाईँको योजनाले अझ सफलता प्राप्त गर्थ्यो। इन्स्टेड बालन शाह चाहिँ पपुलर भयो, जिते पनि हारे पनि, तर एजेन्डा नै पपुलर हुन्थ्यो कि भन्ने मेरो यो टिप्पणी भन्नुहोस् अथवा प्रश्न जे भन्नुहोस्, के भन्नुहुन्छ? आदि कुरा चाहिँ तपाईँको एकदमै सही थियो, आदि कुरा चाहिँ एकदमै बुझाइ गलत थियो। आदि कुराको कुरा गर्दाखेरि जस्तै जुन केन्द्र सरकार र प्रदेश सरकारमा आफ्नो पार्टी हुनुपर्ने भन्नुभयो, त्यो कुरा चाहिँ म मान्न सक्दिनँ र त्यो प्र्याक्टिकली पनि छैन। किनभने स्थानीय सरकार हो यो, यहाँनिर अपोजिसन हुँदैन, त्यो सरकार आफैमा एउटा चाहिँ सक्षम हुन्छ। र जहाँ सही कुरा गर्नुभयो, वडा अध्यक्ष लेभलमा कार्यपालिकामा चाहिँ वडा अध्यक्षहरूसँग सहकार्य गर्नुपर्छ जुन अरू पार्टीका हुन्छन्। त्यसको लागि चाहिँ हामीले के सोचेका छौँ भन्दाखेरि अहिले जसरी तपाईँ र म अहिले लाइभ टेलिकास्ट कुरा गर्दैछौँ, त्यसरी नै कार्यपालिकाको बैठकहरूलाई चाहिँ लाइभ टेलिकास्ट गरेर भिजुअली हामीले देखाउन सक्यौँ भने त्यहाँ स्थानीयहरूले लगभग डेली बेसिसमा, हप्ता बेसिसमा आफ्नो वडा अध्यक्षहरूलाई भेटिरहेका हुन्छन्। यो संसद जस्तो होइन नि त, सांसद पो गाउँमा चुनाव जितिसकेपछि सहरमा बस्छन्। एउटा वडा अध्यक्षले म आउँदिनँ भन्छ, कहिले पेट दुख्यो भन्छ, कहिले टाउको दुख्यो भन्छ, कहिले असहयोग गर्न चाहने हो भने यति धेरै बहानाहरू बनाउँछन् नि त। मैले जस्ट तपाईँलाई तर्साउन खोजेको होइन कि यी सबै चिजहरूको समन्वय भिजन, मलाई यो नहोस् कि तपाईँका योजनाहरू सुन्दा गजब सुनिन्छन्, ती योजनाहरू कार्यान्वयनमा जान सक्ने ग्राउन्ड रियालिटीसँग तपाईँका योजनाहरूको नाता कति गहिरो छ भनेर जान्न मात्र खोजेको बालनजी। अगेन म रिपिट गरेर भन्छु, डिस्करेज गर्नका लागि होइन, क्वेसन्स तपाईँलाई सोध्न खोजेको मात्रै हो, तपाईँलाई जान्न खोजेको। पुरा सुन्नुभयो भने ठ्याक्कै छर्लङ्ग हुन्छ तपाईँलाई। पुरा सुन्नुभयो भने छर्लङ्ग के हुन्छ भन्दाखेरि तपाईँको कार्यपालिकाको बैठकलाई हाम्रो संसदको जस्तै तपाईँको लाइभ टेलिकास्ट गर्न सकियो भने त्यहाँनिर आफ्नो स्थानीयसँग कुरा गर्दाखेरि एउटा भिजन एजेन्डामा काम भइरहेको कुराहरू अथवा मेयरले गर्न चाहेका कामहरू, उपमेयरले गर्न चाहेका कामहरूमा तपाईँहरूले किन सहकार्य गर्नु भएन अथवा तपाईँ त्यो मिटिङमा किन अनुपस्थित भइदिनु भयो भनेर चाहिँ त्यो स्थानीयले नै उहाँहरूलाई दबाब दिन सक्नुहुन्छ यदि त्यहाँको कार्यपालिकाको बैठकहरू लाइभ भयो भने होइन। यसको उदाहरण तपाईँलाई म दिउँ, ललितपुर महानगरपालिकाका मेयर अहिले अल्पमतमा हुनुहुन्छ, तैपनि काम गर्न सक्नुहुन्छ। उहाँको कार्यपालिकामा उहाँको बहुमत पुग्दैन भनेको यसमा दुईटा कुरा छ। एउटा त तपाईँको नीतिगत कार्यक्रमहरू गर्दाखेरि, मिटिङ्सहरू गर्दाखेरि, डिसिजन लिँदाखेरि त्यो चिजलाई चाहिँ ट्रान्सपेरेन्ट गर्न सक्नुपर्छ। अर्को मेयर आफै असल व्यक्ति हुनुपर्छ। मेयर आफै भ्रष्टाचारी भयो भने चाहिँ काम गर्न एकदमै गाह्रो हुन्छ। जुन चाहिँ हामीले 18-20वटा नगरपालिकाहरू घुमेर हेर्दाखेरि के देख्यौँ भन्दाखेरि मेयर असल छ भने उसको अपोजिसन पार्टीका व्यक्तिले पनि सहकार्य गरेको देखियो, तर मेयर आफैले भ्रष्टाचारमा लिप्त, आफैले भ्रष्टाचार गरिरहेको हुँदाखेरि चाहिँ जस्तै मेयरले 100 रुपियाँ खाइरहेको छ भन्दै वडा अध्यक्षहरूले 10 रुपियाँ मैले पनि खान पाउनुपर्छ भन्ने एउटा नीतिगत भ्रष्टाचारदेखि लिएर तपाईँको आर्थिक भ्रष्टाचारदेखि लिएर सबै हुँदाखेरि चाहिँ तपाईँले भन्नुभएको कुरा एकदमै लागू हुन्छ। त्यो चाहिँ भ्रष्ट कर्मचारी, भ्रष्ट वडा अध्यक्ष, भ्रष्ट मेयर आफै भ्रष्ट भयो भने चाहिँ त्यो तपाईँले भन्नुभएको कुरा एकदमै लागू हुन्छ। र जहाँसम्म विद्युतका कुरा भनौँ न, तपाईँले विद्युतका कुरा गर्नुभयो होइन, खानेपानीका कुरा गर्नुभयो, सडकका कुराहरू गर्नुभयो, यो कुराहरूसँग चाहिँ सहकार्य गरेर लान सकिन्छ। यसको उदाहरण हेर्नका लागि तिलोत्तमा नगरपालिकामा हेर्नुभयो भने त्यहाँका मेयरले विद्युत प्राधिकरण, सडक विभाग, खानेपानी लगायतका रिप्रेजेन्टेटिभहरूलाई राखेर क्यालेन्डर बनाउनुहुन्छ र त्यो क्यालेन्डरमा सुरुमा कसले बाटो खन्ने, कसले पोल गाड्ने, कसले खानेपानीको लाइन लाने, यो चिजलाई चाहिँ सहकारी गरेर लग्यो भने हुँदो रहेछ। त्यसको उदाहरणहरू देख्न सक्छौँ। तर मेयर आफैले म एक्लै सबै थोक सक्छु, म चाहिँ मेयर भइसकेपछि विद्युत प्राधिकरण किन जानु पर्यो, मैले सडक विभागको इन्जिनियरसँग किन सल्लाह लिनु पर्यो, मैले खानेपानीको मान्छेलाई किन सोधिदिनु पर्यो भनेर गमक्क परेर बस्यो भने चाहिँ काम गर्न गाह्रो हुन्छ। तर सहकार्यको रूपमा गयो भने काम गर्न त्यस्तो। अब म अन्त्यमा तपाईँसँग जिस्टमा म आउन चाहन्छु। तपाईँले म 90,000 कति भोट ल्याएर जित्छु भन्नुभएको छ, भोटै काउन्ट गरेर भन्नुभएको छ, त्यो अलिक गफ जस्तो सुनिन्छ। तपाईँले म लगभग 90,000 समथिङ भन्नुभयो भने यति 90,000 यति 100 यति भनिरहँदाखेरि तपाईँलाई माथि मान्छेले यत्रो आशा गरेका छन्, अनि त्यो पुष्टि नै हुन नसक्ने, ठ्याक्कै यति नै गनेरै जित्छु भन्दा त काहीँ पनि त्यो सुनिएन नि होइन। यसरी पपुलर भइरहेको, मान्छेले यस्तो साथ दिइरहेको, ल के आश गरिरहेको, भरोसा गर्न खोजेको मान्छेले यस्तो पत्याउन गाह्रो हुने चिजहरूको सहारा किन लिनु पर्यो र तपाईँलाई? अथवा मान्छेहरू जाँदाखेरि नै सेलिब्रेट
मेच्योरिटी जस्तो गरेर त्यस्तो नगर्दै हुँदैन भन्ने मान्छेहरूको अपेक्षा छ है तपाईँलाई। मैले यो फेरि अगेन मैले रिपिट गरेर भनिरहेको छु, म तपाईँलाई बल मिलोस् भनेर भन्दैछु कुरा। त्यस्तो गुनासो कतै पनि छैन। जस्तै तपाईँको झोलामा 10वटा सुन्तला छ भने तपाईँले लगभग 10वटा सुन्तला भन्नुहुन्छ कि 10वटा नै भन्नुहुन्छ भन्ने कुरा हो। यो हाम्रो डेटा एनालाइसिस हो। अहिले भएका काठमाडौँ महानगरपालिकाका भोटरमध्ये 3,294 जन भोटरहरू छन्। ती भोटरहरूमध्ये चाहिँ तपाईँले कुराकानी गर्दा, डाटा एनालाइसिस गर्दा, घर घरमा पुग्दा होइन, तपाईँको इभेन्टहरू गर्दाखेरि जुन एनालाइसिस आउँछ त्यो त एक्ज्याक्ट नम्बरमा आउँछ नि। जस्तै मैले 10जना व्यक्तिसँग कुरा गरेँ भने 10जना व्यक्ति नै भन्ने हो नि त, लगभग 10जना भन्न मिलेन अथवा 8जना भन्न मिलेन। मैले 20जनासँग बोलेर आएको छु, मैले कुरा सुनाएर आएको छु भन्दाखेरि मैले तपाईँलाई भन्दाखेरि मैले आज 20जना व्यक्तिसँग बोलेर आएकै भनेर भन्छु नि त। भनेको 90,000 कति तपाईँको नम्बर कति हो? कति हो नम्बर तपाईँको बालनजी? 90,000 कति? 90,835। 90,835। यो 34 पनि होइन, 36 पनि होइन। हजुर, होइन, हाम्रो डाटा एनालाइसिसको आधारमा। नाइस। हस्।